यार घाम पनि पऱ्यो भनेर बाहिर लागिसक्यो पुरै क्या कस्तो भइसक्यो अनि हेलो गुड मर्निङ नमस्ते वेलकम टु ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला होइन? सो सन्चै हुनुपर्छ है गाइज हो। अनि चट्ट लाएर आज चाहिँ मैले फेरि धेरै पछि न्यु डे न्यु ब्लगमा फेरि पनि स्वागत छ तपाईँहरूलाई। अनि चट्ट लाएर म चाहिँ आज कहाँ जाँदैछु भन्ने कुरो चाहिँ होइन, अब म हिजै घर आइसकेको साथीको माथि सन्तोषकोमा। अनि चट्ट लाएर भर्खर उठ्यौँ होइन, रेडी भइसकेँ, अब जानुपर्ने हुन्छ। अब म चाहिँ कहाँ जाँदैछु भनेपछि सिधै पाहाड जाँदैछु होइन। अनि भर्खर उठ्यौँ हामी, अब म त यहाँ चाहिँ अब जानुपर्ने हुन्छ त्यही हो। ल अनि जिरे अब कहिले आउने सो अरूलाई ट्याक्कसँग अहिले चाहिँ म भान्चोक आइसकेँ। अनि अब चाहिँ फाइनली लाग्यौँ अब उकालो होइन। अनि धेरै खुसी भइरहेछ किनकि होइन जानु पाइरहेको छु नि त, पाहाड धेरै पछि जाँदैछु। अनि त्यही भएर चाहिँ अब जानुपर्ने हुन्छ, गाडी चाहिँ लागियै हो। अब यहाँदेखि हामी जान्छौँ अनि टक्कसँगले अब बाटोमा बिचमा कहाँ कहाँ के हुन्छ त्यही बेला हेर्दै गरौँ होइन। मलाई यहाँ छाता चोकमा आएर अल्झिम क्या, किन हो होइन, मान्छे पर्खिरहेछ अनि धेरै लेट भइसक्यौँ। अब जानुपर्ने हो। आजकल चिसो चिसो छ होइन, मौसमहरू एकदम दामी छ, वेदरहरू धेरै राम्रो छ आजको। अनि चट्ट लाएर अब यहाँदेखि जानुपर्ने हुन्छ हामी। अब भरे कतिखेर पुग्छौँ के गर्छौँ, मलाई चाहिँ फेरि लास्टै भोक लागिसक्यो अब होइन। केही खाएको छैन नि त, बिहान यत्तिकै झुरुक्कै उठेर तुरुक्कै मुदेर अनुहार धोएर हिँडेको मान्छे हो होइन। अनि त्यही भएर चाहिँ अलिकति भोक लागिसक्यो होइन, कहाँ खाजा खाउँछ के गर्छ त्यो थाहा नै छैन। अब चट्टसँगले यहाँदेखि निस्किने हो, अर्को गाडी हिँडिसक्यो छैन हामी। अनि अब त्यही हो, भोक लागिसक्यो मलाई चाहिँ, त्यही भएर चाहिँ मेरो भोइस कस्तो सुनेको छ, सानो छ कि ठुलो छ होइन। सो फाइनली अहिले चाहिँ हामी गइसक्यौँ होइन। अब ठक्कसँगले अहिले चाहिँ धनकुटा आइसक्यौँ। अनि चट्टसँगले धनकुटा आइसक्यौँ होइन। आनन्दको चिसो भइरहेको थियो क्या, जे होस् बबाल भइरहेको थियो। राइट गाइज, म चाहिँ फाइनली अहिले चाहिँ यहाँ हिँड्दै आइसक्यौँ होइन। अनि एकदम जाडो रहेछ यार, घाम पनि पऱ्यो भनेर बाहिर निस्केको, कहाँ पुरै जाडो रहेछ होइन, भोक पनि लागिसक्यो। अनि कहाँ लगेर खाना खाउने हो त्यो मलाई थाहा नै भएन, पुरै गाह्रो भइरहेछ। अनि एकछिन घाम ताप्नु पऱ्यो भनेर बाहिर निस्केको, पुरै जाडो छ यार, यत्रो घाम लागिरहेछ जाडो। अब जानुपर्ने हुन्छ खाना खाने, कहाँ खाना खान्छ होइन। अनि खाना खाएर चाहिँ चट्ट लाएर जानुपर्ने हुन्छ। अब यही हो, यहाँ हेर्नु नि पर्खे भएन के भएन, हात बिच बाटोमा आएर खाली पनि छ गाडी होइन। अब के हो यस्तै छ यार जिन्दगी चाहिँ। हामी सिधो आइसक्यौँ। अब चाहिँ म किन ह्याप्पी छु भने किनकि खाना खानु मैले पाइरहेको छु होइन। अब चाहिँ चट्टसँगले खाना खाने हो अनि चाहिँ जाने हो किसिम कि लास्ट भोक लागेको छ। अनि खाना चाहिँ अब मेरो चाहिँ फेभरेट सुँगुरको मासु छ भने म भात खान्छु, नत्र अरू केही छ भने सादा खाना खान्छु। अनि चट्टसँगले आइसक्यौँ होइन, आमा भ्यूहरू बब्बाल देखिरहेछ चट्ट लाएर होइन। अब चाहिँ खाना खाने हो अनि डाइरेक्ट जाने। अनि चाहिँ अब चाहिँ खासै म भिडियो गर्नु पाउँदिनँ होला किनकि मेरो फोनमा ब्याट्री पनि गइसकेको छ होइन। किनकि मेरो फोनको ब्याट्री धेरै ड्यामेज भयो जस्तो लाग्दैछ क्या, थामेकै छैन। लाइट खाना चाहिँ चट्ट हान्ने हो, 2-3 थाला हान्ने अनि भोक लागेको छ। अनि के हान्नु त पऱ्यो नि त होइन, परो भन्नु पऱ्यो नि त तपाईँहरूले, परो होइन। ल ठिक छ, अब खाना खाने हो। टक्कसँगले खाना खाइसक्यौँ होइन। अनि के हो एउटा चाहिँ पुरै चित्तै बुझेन मलाई यार, सुँगुरको मासु थिएन क्या, किन हो कहीँ पाउँदैन यार, के भएको यो सुँगुरको मासु थिएन। त्यही भएर खाना चाहिँ खाइयो, अम्लेट बनाउनु लाएर खाइयो होइन। चट्ट आनन्द भयो खाना खाएपछि, कस्तो फिल भयो यार कसम, खाना खाएपछि आनन्द भयो होइन। अब चाहिँ टक्कसँगले मजाले जाने हो अनि ट्याक्कसँगले खाइयो, टन्न भयो, 3 थाल त नोन पड्काइदियो। त्यो चाहिँ हामी तेर्थुम आइसक्यौँ होइन। अनि म एकछिन यहाँ मान्छे हाल्ने अरे रेस्ट गर्ने, अनि त्यही भएर चाहिँ पर्खिरहेछौँ। अनि यहाँ टट्ट लाएर देखिरहेछ होइन, एकदम गाउँको फिल चाहिँ मलाई यहीँ भइरहेछ क्या, एकदम चिसो भइरहेछ छैन। टक्कसँगले अहिले चाहिँ हामी मङ्गलबारे आइसक्यौँ। अनि अहिले चाहिँ कति बज्यो हाम्रो घडीमा, अहिले 1 बजिसक्यो होइन। ठक्कसँगले आइसक्यौँ, दियोस् बबाल छ यार, हेरौँ त चिसो छ है, बबाल मजा भइरहेछ, वाइल्ड भइरहेछ। धेरै गाह्रो भयो, बाटो यस्तो कच्ची थियो होइन, आम्मा जिउै दुखिसक्यो यार पुरै। जानुपर्ने हुन्छ बिस्तारै। अब यहाँदेखि गुफा निस्किने हो, गुफादेखि चाहिँ अनि त्यहाँदेखि लगभग गाउँ पुग्यो भन्दा हुन्छ चट्टसँगले। अनि चिसो रहेछ होइन, मजा भइरहेछ, जे होस्
आम्मा कस्तो है कति म त यो बाटो देख्दो बाटो सम्झेरै गिद्दी भयो क्या अनि त्यो बबाल देख्दो रहेछ होइन यहाँदेखि चाहिँ अहिले त हुसे लागिरहेको टावर आइदिएको छ होइन गाडी चाहिँ नम्बर देखिन्छ चिनिन्छ चिनिँदैन रहेछ है